को कोटको के छ रेडी भइसक्यो कलर बनाउँदै हुनुहुन्छ है यसमा एकचोटि हेरौँ है त ओके कलर मात्रै बाँकी हजुरको लगाऊँ एकचोटि ट्राई गरौँ है त मलाई थोरै ठुलो खासै त होइन अब हेर्ने लगाउँछ अब कलर लगाएपछि हजुरको रेडी भयो कस्तो राम्रो कलर रहेछ राम देखिया मिस है ल रेडी गर्नुहोस् त्यसलाई बनाउनुहोस् हाम्रो उहाँ नानीको राखौँ है यहाँ खै त नानी हजुरको वान पिस इलास्टिक बबिन इलास्टिक वान पिस कति इन्चमा राख्नु भयो नानु यो हाफ इन्चमा लिएर यो सबै पिको गरेर कति दुःख छ ल हेर्नुहोस् त कति मजाले राख्नु भएको छ पिको गरेर चाहिँ लगाउनु भएको है फर्म प्याच गर्नु भएको छ हजुरले लगाएर भिडियो बनाउने होइन भोलि हुन्छ नानीको के भन्दैछ यहाँको के भन्दै जान्छु 5 सेट हो हजुरको 5 सेट बनाउनुहोस्